खबरदारी गरिरहनुपर्छ मलाई अहिलेको के भन्छ प्रतिपक्षी भन्छ नि 1 नम्बर र 2 नम्बरको प्रतिपक्षी भर्ख साम्बाङ र ज्ञानेन्द्र साई मात्रै देखाएको छु यही 2 जना मात्रै हुन्छ क्या लाग्छ सायद हिजो 2 जना सँगै पैसा थियो क्या है एआई हो कि साँच्चै हो उस्तै मान्छे बसेछ क्या मलाई खुसी लागेको छ मलाई ज्ञानेन्द्र साई पनि ठिक लाग्छ मलाई होइन भर्ख साम्बाङ ठिक लाग्छ होइन प्रतिपक्ष हुनैपर्छ दाइलाई हान्ने मान्छे हुनुपर्छ तर अलिक धेरै पनि गर्न हुँदैन बालेनजी र हर्क साम्बाङको माया प्रीति कस्तो होला अब खै डेभलप पर्दै हुन्थ्यो भन्ने लागेको थियो है पर्छ होला अब 5 वर्षसँगै बस्दाखेरि पर्ला नि त हो मलाई साँच्चै लाग्छ बालेन शाहले राम्रो काम गर्दै जानुभयो भने होइन अहिले बालेन शाहको एकतर्फी लग छ बालेन शाहले भ्रष्टाचारीलाई भट्टाभट सुन्न थालेपछि होइन हर्क साम्बाङको तर्फबाट नि ल पर्छ जस्तो लागिरहेको छ मलाई चाहिँ टु साइडै ल पर्छ फेरि एउटा गीत छ नि पऱ्यो 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 टु साइडेड हाम्रो ल पऱ्यो भने चाहिँ हुन्छ